बुवा निर्भीकलाई चोरेर लगेको तपाईँले देख्नु भएको प्रत्यक्ष? मैले प्रत्यक्ष देखे हो। लु जाउँ त बुवा, कहाँबाट लगे, कसरी लगे, कता कता लगे? बाइकमा चेपेर लगे अरे? बाइकमा चेपेर यतातिर बाटो ल्याए उता। निर्भीकलाई कतिजनाले चेपेर लगे बुवा? दुईजना थिए निर्भीकलाई बाइकमा चेप्ने? माझमा बाइक त्यो नानी राखेर अगाडि पछाडि दुईजनाले लगे। निर्भीक तामाङलाई लगी गए? कताबाट ल्याएका, कहाँबाट झारे? यता झारगल्तीतिर उबाट ल्यायो, रातै किरामतिर र अनि हुँदै हुँदै यो बाटो हुँदै हुँदै यहाँ ल्यायो। अनि यहाँ ल्याएपछि चाहिँ त्यो पक्कै त्यो नानी लगेकै हो। पछाडि फर्किँदै हेर्दै गर्दै ल्याए, बिचमा च्यापेको छ। निर्भीकलाई चोरेको चोरै छ। रातो भेस्ट लगाएको छ त्यो नानीले, भेस्ट त्यहाँ सर्ट है रातो छ, रातो धर्के। अनि यो बाटो ल्याए यताबाट। निर्भीकलाई चोरेरै ल्याए? कताबाट ल्याए बुवा, देखाउँदा बाटो? यो माथिबाट यताबाट ल्याए? यी ओह्रालाबाट ल्याए? ल्याएपछि लाँदैछन् ऊ त्यहाँ मै थिएँ, यहाँ चोरी काट्दै थिएँ। अनि यो बिरामी मान्छे रहेछ, बिचमा बोकेर ल्याए। यतापट्टि बगरको बाटो अप्ठ्यारो थियो, बरु पल्लो बाटो लगेवा सजिलो हुन्थ्यो होला भन्ठाने मैले निकै बेर हेरेँ। त्यहाँ लगे ऊ त्यहाँ गएपछि बाटो दुईटा भयो फेरि तल पुर्याएपछि। अलि तल अनि यता जाने कि उता जाने भन्दै यता र उता गर्दै पछाडि फर्किँदै हेर्दै गर्छ। त्यो अगाडि बाइक चलाउने, बाइक चलाउने त चोरहरूले पछाडि हेर्छ, एकदम पछाडि हेर्छ। म त्यहाँ छु। मैले त अब त्यो बिरामी नानी त्यता संसारै भित्रबाट कहाँ लग्यो होला भनेर मैले केही पनि भइनँ, हेरेँ मात्रै। अझै तलतिर यहाँ यो डिलोमा पुर्याएपछि। कहाँ पुर्यायो बुवा निर्भीक तामाङलाई बाइकमा चेपेर? त्यस पश्चात त्यो दिन यहाँ ल्यायो। यहाँ डिलमै यहाँ ल्याएपछि त्यो फर्केर हेर्छ एकदम। फर्केर डराइ हेर्छ। डराइ 3 खेप हेर्दाखेरि गर्न खोज्यो बाइक र अनि रोको। अनि रोकेर त्यो पछाडिको मान्छे ओर्ले त्यो निर्भीक तामाङ पनि यस्तो ढल्केको। बाइक यता हो कि यता भयो? यहाँ दोडा बाटो भएपछि यो बाटातिर हो कि यता भयो? दुई दोधार भयो त्यो। अनि त्यो निर्भीकलाई पछाडिको मान्छेले फेरि सोझिआयो, खुट्टा टेकेर तल ओर्लेर अनि सोझिआएर अनि च्यापेर लिएर गएर ऊ त्यहाँ गएपछि अलि तल गयो। फेरि लग्यो बुवा आउँदै? उँधो लग्यो त्यो तल बगरमै लगे। जाउँ न बुवा, कहाँसम्म लगे एकताल देखाइदिउँ न। निर्भीकका हजुरबाले नि हेरिराख्नु भएको छ। यो बाटो लाने कि यो बाटो लाने गरेर यहाँनिर झल्प ल्यायो, लड्न खोज्यो, ओर्लिएर सोझिआयो नानीलाई, बिचमा फेरि च्याप्यो। अनि त्यहाँबाट यहाँ लिएर गयो। त्यहीँबाट हेरिरहेको छु। बुवा चाहिँ यतै हुनुहुन्थ्यो? यहीँ माछा गएर खेल्दै थिएँ। अनि यो बिरामी मान्छे रहेछ, माथिबाट कि पल्लो बाटो लगे हुन्थ्यो। यो बगर बाटो अलि अप्ठ्यारो छ, बाटो देखेन कि के भयो होला, यहाँ किन एकदम पछाडि फर्केर हेर्छ भन्ने ठाने मैले। अनि नारद भाइले पनि देखेर नारद दाइले पनि देख्नु भएको रहेछ माथि? नारदले पनि देखेर छ, उनले पनि त्यही रातो मान्छे पछाडि हेर्छ। त्यो निर्भीक तामाङलाई चोरै देखेका रहेछन् नारद दाइले पनि? उनले पनि देखे। कहाँ पुर्यायो बुवा? अनि कहाँ पुर्याएर के गरे फेरि? यहाँ ढलेक मलाई गरे अरे कहाँ निर्भीक तामाङलाई लाँदा? लगेकै गरे। मैले उ त्यहाँबाट यो घारी त्यति साह्रो बढेको थिएन। अनि निर्भीकलाई लगेको गरे निर्भीक तामाङलाई। यता पनि छ यहाँ बाटो, यताको बाटो लगेन, यता भित्ताको बाटो लग्यो। फेरि भित्ता तल भित्ता नि देखाइदिउँ न अलि तलसम्म गएर। निकै तल छ बुवा, अप्ठ्यारो बाटो छ त्यो भित्ता चाहिँ? बगर छ। यो बगरमा यो बाटो चाहिँ कहाँ जाने बाटो बुवा? यो इन्डिया जाने हो कि क्या? इन्डिया सात कटेरी हुँदै सिस्ने हुँदै बुधबारे पनि जान्छ। काँकरी भिटा डाइरेक्ट? काँकरी भिटा नि लान्छन्। यता जङ्गलै जङ्गल तलैसम्म पुर्याउने आमा। बुवा कहाँसम्म लग्यो होला? यता लगेन नि यो बाटोतिर? बुवाले चाहिँ बिरामी मान्छे होला भन्नुभयो? बिरामी त्यो पेटो बस्न सकेन बिरामी, अनि लड्न खोजेन, त्यसलाई सोझिआयो भन्ने लाग्यो नि मलाई। तपाईँलाई चाहिँ त्यो केटो त्यो बाइक ढलफल पारो नि त, पछाडि फर्किँदै हेर्दै गर्छ अनि अगाडि चलाउनुलाई अप्ठ्यारो भयो। अनि गर्दै यहाँबाट अनि यो बगर लगेको गरो। यहाँबाट चाहिँ आमा कहाँ देखिँदैन, छेलिन्छ। अब
त्यो बगरसँग जाउँ लु जाउँ त्यहाँदेखि कहाँ लगेला निर्भीक तामाङलाई त्यो गुन्डाहरूले चोरहरूले इन्डै कटाए बेचे मान्छे ती गुन्डाहरू कस्तो थिए बुवा गुन्डाहरू पनि त्यति अगाडिको चाहिँ निकै कपाल लामो पालेको गुन्डाको अनि अर्को पछाडिको चाहिँ अलिक छोटो कपाल भएको थियो ए निर्भीक तामाङलाई चेप्नेको चाहिँ अलिक छोटो कपाल थियो बुवा अगाडिको चाहिँ बाइक चलाउने चाहिँ अलि लामो कपाल ए अलि लामो कालो गोरो कस्तो थियो कालो गोरो त्यति कालो पनि होइन हौ फर्किँदै हेर्थ्यो बुवा फर्किँदै हेर्थ्यो पछाडि खालि राम 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 डरले नि होला त्यो बाइक लडाउन खोज्यो नि त एकदम यसरी फर्किँदै हेर्दै गर्दाखेरि डरायो ए फर्किँदै हेर्छ डरले मैले चाहिँ त्यही त केटो बिरामी रहेछ त्यसले बाटो अप्ठ्यारो बाटो लग्यो अनि लड्न खोज्यो त्यो नानी बिरामी नानी बराबर लगे भए संसारै बिताउँ सहिलो बाटो लगे भए हुन्थ्यो भन्ठाने यहाँ यो बगरसम्म चाहिँ मैले देखेँ ए यहाँसम्म देख्नुभयो देखिन्छ त्यहाँ त्यहाँबाट देखियो तपाईँले माथिबाट त्यहाँबाट च्याउँदाखेरि यहाँसम्म यहाँ बगरसम्म चाहिँ ल्याएँ लगेर अब यहाँ पटबाट चाहिँ एकदम बगरै बगर बुवा र आमालाई त ल्याएँ मैले तिनैजनाले ल्याएँ यहाँनिर आमा पनि हुन्छ यो बगरदेखि उता त पुरा इन्डिया लाने ठाउँ पनि रहेछ अलिकति तलै देखाइदिउँ न बुवा लु त तलै जाउँ तलैसम्म जाउँ त बुवा आउनु त यो एउटा बगर छ नि यो बगरका बाटो यो चाहिँ 7 कटेरी हुँदै उता बुधबारे सिस्ने काँकरभिट्टा डाइरेक्ट निक्ल्यो पानी घट्टातिर निक्ल्यो माथिल्लो बाटो निक्ल्यो नि बुवा भित्रबाट बाहुनडाँगी हुँदै जान्छ बुवा अनि त्यो निर्भीक तामाङलाई चोरेर लाँदा त्यो बाइकमा चेपेर लाँदा निर्भीक अतालिएको थिएन बुवा त्यो दिन रोको थिएन होइन रोको चाहिँ थिएन मान्छे चाहिँ अलिक सिरियस नै थियो सिरियसै थियो बिरामी होला भन्ने लाग्यो मलाई केही गन्ध सुँगायो होला बेहोस बनाएर लगेछन् भन्छ गन्ध सन्द सुँगायो होला होइन बुवा बिरामी नै हो नानी पक्कै यो बाटोले राम्रो बाटो लगेन भन्ने चाहिँ मलाई चाहिँ लाग्यो त्यसरी चोरो भन्ने चाहिँ भएन बिरामी हिँड्थे यहाँ सधैँ रातेका मान्छे यहाँ हिँड्थे होइन हामी त यही बाटो लान्छौँ नि त भन्छ त्यो दिन चाहिँ पुरै ए माथि जङ्गलैबाट लान्छन् बिरामी लाँदा बुवाले त्यो दिन ठुलो शङ्का गर्नुभयो शङ्का गर्दा अन्तिममा त्यो गुन्डालाई त्यो चोरलाई पक्रिने सम्भावना थियो होइन नारद भाइले त अनि कति देशका मान्छे पक्रेका हुन् उनले पनि निकै हेरे अरे के गरेका रहेछन् भनेर हेरो अरे उसलाई ए नारद दाइलाई पनि त गुन्डाहरूले हेरे अरे राम राम डरले मौरी उ गर्दै रहेछन् अनि हो यही बाटो ए यो बाटो लगे पर त्यो देखिएको जङ्गलको मुखमा त्यो गाडी भन्दा तल गाडीभन्दा तल त्यो बाँसङबाट त्यो पर सखुवा देख्यो नि जङ्गलको फेरि त्यहाँ छ बाटो ठुलो बाटो बुवा यहाँदेखि चाहिँ इन्डिया पनि कटाउन त गुन्डालाई सजिलो भयो होला नि तल गाडी राजमार्ग होइन यो बिचको बाटो त्यति मान्छे हिँड्दैन नि त यो बाटो हिँड्दैन हिँड्न त हिँड्छ तर छिट फुट्ने त कसले याद गर्छ सिसी क्यामेराहरू पनि केही छैन बुवालाई मैले उपर डाँडैमा लगेँ बुवा जाउँ हामी डाँडैमा बोलौँ अनि कार्यक्रम सकौँ दर्शक पनि यति बेला चाहिँ हामी निर्भीक तामाङको हजुरबाले मेरो सर मेरो नाति खोजिदिए कि खोजिदिए त्यो रातिसम्म एकताल पुगिँदैन हौ के भन्छन् त्यहाँका देख्नेले म पनि जान्थेँ आउँछु धरानबाट भन्नुहुन्छ फोन गरी बुवा र आमालाई चाहिँ मैले उभ्याएँ तिनैजनालाई बुवा यता आउनु न मैले अब तपाईँलाई अन्तिममा चाहिँ तपाईँको शुभ नाम मैले बाटो देखाएँ खोइ बाबु हजुर धरानै छन् ल म नि अगाडि नै आएँ ल अब चाहिँ हामी मिलेर बसौँ बाबु क्यामेराम्यान मात्रै हेर ल तिमी यहाँ माथि मात्रै हेर ल हामी आँटिरहेका छौँ कि छैन भन्ने कुरा बुवा पनि आउनु हजुर आँट्यो बाबु अलि अगाडि आउँदा पनि हुन्छ बुवा अलि अगाडि यतै हामीले यो क्यामेराको चाहिँ हामीले मोबाइलको चाहिँ बाबुले ल दर्शक पनि म बिरु पापोलिम्बु हिट टिभी नेपाल अनलाइन टेलिभिजनबाट यहाँलाई धेरैभन्दा धेरै स्वागत छ आज चाहिँ हामी तपाईँहरूलाई 1 वर्ष 3 महिना क्रस भयो बुवा 12 महिना 3 महिना 15 महिना भन्छ 15 महिना बितिसक्यो तर पनि अझैसम्म 150 दिन बितिसक्दा पनि निर्भीक तामाङलाई भेटाउने अत्तो पत्तो केही पनि छैन
निर्भीक तामाङलाई यो बगर माथि चाहिँ इलामको चाहिँ दुधेबाट यो राति हुँदै हुँदै यो चाहिँ मसान घाट चण्डाल घाट हुँदै हुँदै बगर गएर सातकोटेरी उता चाहिँ बुधाबारे हुँदै पानीघट्टा इन्डिया कटायो गुन्डाहरूले बिरु सर भन्ने चाहिँ स्थानीय बुवा आमाहरूको कुरो छ। मैले प्रत्यक्ष देखेको निर्भीक तामाङलाई चोरेर लगिरहेको देखेको हो भन्ने चाहिँ बुवा हामीसँग मिडियामा आउनुभएको छ, हामी सँगै रहनु होला। बुवा नमस्कार। शुभ नाम बुवाको? मेरो लक्ष्मीनारायण तिमसिना। आमा नमस्कार। नमस्कार। शुभ नाम? मेरो उर्मिला तिमसिना। आमा नमस्कार। शुभ नाम आमाको? मेरो प्रेम कुमारी फुइल हो। प्रेम कुमारी फुइल हुनुहुन्छ। त मैले चाहिँ देखेँ होइन, म त हिजो अस्ति भर्खर आउँदै सुन्नु चाहिँ भएको निर्भीक तामाङ हराएको चाहिँ सुन्दै सुनेको त्यति बेला चाहिँ सुन्नु धेरै मिडियामा आयो सुन्यो। तर यो हामी बस्ने आएका 4-5 दिन आज 5 दिन मात्रै थोरै भयो नाङ्गिनबाट पाँच तर नाङ्गिनबाट ओहो लेखाली मान्छे घाममा तातोमा आउनुमा सक्नुहुन्छ कि हुन खट्न होइन निकै गाह्रो हुँदै होला र मलाई केही थाहा छैन भनेको ल दर्शकले हामीसँग रहनु होला। आज हामी चाहिँ यहाँनिर चाहिँ निर्भीक तामाङलाई चाहिँ चोरेर बाइकमा राखेर लगिराखेको देख्ने चाहिँ बुवा हामीसँग मिडियामा आउनुभएको छ, हामीसँग रहनु होला। बुवा ठ्याक्कै त्यो निर्भीक तामाङलाई चाहिँ त्यो सानो बाबुलाई चाहिँ त्यो गुन्डाहरूले बाइकमा चेपेर लाँदा चाहिँ निर्भीक कस्तो थियो? बोल्ने अवस्था बोलेन, अलि ढलपल त्यहाँ पछाडि फर्केर एकदम हेर्दाखेरि बाइक ढलपलियो। अनि किन एकदम यो पछाडि हेर्छ, यो नानी बिरामी रहेछ, पछाडि काले समाइरहेछ यसरी च्याप। अनि के गरौँ भनेर त्यो ढिला ल्याएपछि त्यो बाटो दुईबाटा भयो, उता हो कि यता भयो, दोधार भयो र फर्किएर हेर्दा खालि उता मर्छु नि त पर्थ्यो। अनि हेर्दा अनि त्यो पछाडिको चाहिँ ओर्लियो बाइकबाट, अगाडिको चाहिँ फर्किएर हेरिरहन्छ। अनि त्यो निर्मिकलाई सोझी आयो, सिधा राख्यो, अनि फेरि समाएर झारेर अनि त्यहाँ तलतिर आएर पनि उता हो कि यता हो, त्यहाँ पनि बाटो उता जाने छ नि त। फेरि त्यहाँबाट त्यहाँ यतै लाएर यहाँसम्म चाहिँ देखिन्थ्यो। त्यहाँबाट त्यो माथि त्यो तोरीबारीबाट बुवाले तोरी उखाल्दै गर्दा यहाँ सधैँ देखिन्थ्यो। अब अहिले चाहिँ गाडी अलिक बढो, यहाँबाट बाटो यही हो, यसै लगे त्यसै हो। त्यो पर त्यो ट्र्याक्टरहरू गाडीहरू भएको त्यो बाँसघारी जङ्गल बाटो त्यही हो, सट्टै उता छिरायो गुन्डाले। गुन्डाहरू चाहिँ पुरै डराएको जस्तो थियो नि चोरहरू चाहिँ त्यति बेला? डराएको थिएन त, एकदम पछाडि फर्केर हेरेको, पछाडि फर्केर हेरै गर्छ। पछाडि फर्किन्छु अलिकति पत्तो लान्छ नि, पछाडि फर्केर हेर्छ, फेरि पछाडि फर्किँदा त्यहाँ दो बाटा भएपछि त्यसो गर्छ। फर्किँदै हेर्दै गर्थ्यो। अनि त्यो नानी पनि अब ढलपलियो नि त, त्यो नानी बोल्ने अवस्थाको थिएन। रातो भेस्ट या सर्ट चाहिँ भेस्ट हो, त्यो चाहिँ मैले त्यति ख्याल गरिनँ। रातो लागेको छ नानीले, रातो लुगा लागेको, रातो लुगा लागेको। सानो छ छोरो मान्छे एकदम त्यो 5-6 वर्षको ठिक हो त्यो भने। 5-6 वर्षकै छ, सानै छ भनेपछि बिचमा चेपेर लगेर गुन्डाहरूले चोरहरूले लगेर कटाए। अनुमानमा कता कटाए बुवा यो निर्भीक तामाङलाई तपाईँको अनुमान? यहाँ यता लगेपछि पक्कै उँधो संसारै बिर्तामोडतिर झारेन ठुलो बजार, सिसी क्यामेरा छ, पुलिसहरू छन्। यहाँ गएपछि बुधबारेमा पनि छन् त, तल बुधबारे बिचबाट माथि सिरानमा छ, तल पुछारा छ, तिनीहरूले बिचबाट छिराए। त्यहाँबाट छिराउँदै इन्डियाको पानीघट्टा भन्ने ठाउँ छ अरे, त्यहाँबाट लगेर बाहुनडाँगी गाडा गल्ली हुँदै माथि सिरान भित्ता बाटो छ। त्यहाँबाट मलहरू चोरेर ल्याउने बाटो पनि हो। मल चोरेर ल्याउने इन्डियाबाट ल्याउँछ नि त युरिया चोर्ने ठाउँ, बस्ती सस्तु यता कटाउने ठाउँ हो। त्यहाँबाट चाहिँ त्यतैबाट पक्कै लाग्यो, त्यो चोर बाटोबाट लगे। तल बजारमा त किन लान्थ्यो चोर? दर्शक पनि हामीसँग रहनु होला। मैले बुवालाई अलिकति माथि ल्याएँ। यति बेला हामी इलामको चाहिँ रोङ गाउँपालिका दुधेबाट हराइरहेको 150 दिन अगाडिबाट हराइरहेका चाहिँ 6 वर्षीय निर्भीक तामाङको यो खोजमिला भिडियो सामग्री ल्याएर तपाईँहरूमाझ हामी आएका छौँ। निर्भीक तामाङको हजुरबाले धरानबाट मलाई बारम्बार फोन गर्नुहुन्थ्यो, बिरु सर मेरो निर्भीक तामाङ मेरो नाति खोजौँ न है, अझै अत्तो पत्तो थाहा नै भएन, हामीलाई पनि थाहा छैन, खोजिदिनुहोस्, तपाईँले धेरै खोजिदिनु भएको छ भनेर अनुरोध गरेपछि हामीले चाहिँ खोज्न बाध्य भएका हौँ र खोज्न आएका हौँ। हामीले जबरजस्ती जानी नजानी खोजेका पनि होइनौँ। हामी बुवा र आमाहरूसँग कुराकानी गर्छौँ, हामीसँग रहनु होला। आमा, अनि निर्भीक तामाङ हराइरहेको आज लगभग 15 महिना बितिसक्यो है, यहाँ आउँदै केही पनि देखिएको छैन होला है? हराएपछि पछाडिबाट पुलिसहरू छापछाप्ती मान्छे, अरू गाउँले माथि रोङका यताका द्वारा थियो छापछाप्ती खोजेको। कहीँ यो जङ्गल सङ्गल यो झारबुटा सबै खोज्दा कहीँ पत्ता लागेन। कटायालो डाँडो के भेटिन्थ्यो? त्यो छिटोभन्दा छिटो, साह्रै छिटो अब त्यस्तै भयो भन्ने थाहा भएन होला उहाँहरूलाई पनि। सबैभन्दा छिटो चाहिँ त पुलिस चौकीमा चाहिँ खबर गरेको थियो भने उता इन्डिया चाहिँ कटाउन पाउने थिएन होला भन्ने। बोर्डर चाहिँ सिल गर्नु पर्थ्यो। त्यसो गरेको भए चाहिँ केही न केही त्यहाँ जुन त्यसरी यो नानी लिएर गए त्यो सिमाना चाहिँ नकाट्दैमा उहाँ चाहिँ
पुलिस चौकीमा खबर गरेर यहाँ यस्तो यस्तो भएको छ भनेर चाहिँ त्यो खबरमा पुर्याएको थियो भने चाहिँ कहीँ भेटिन्थ्यो होला कि भन्ने हाम्रो मनसा आयो तर अब त्यो धेरै पनि भयो अब यति बेरसम्म पत्तो नलागेको यतिखेर भन्दा त्यो पनि 3-4 दिन बित्यो यहाँ खोज्दा यतै खोज्दाखेरि बित्यो बिचरा एक हप्ता बितेको अनि पर सिल गरेर के जहाँ पुर्याए पनि भइगयो हप्ता दिनमा जहाँ पनि पुर्याइहाल्छ अरे निर्भीक तामाङलाई खाली जङ्गलमा खोजिएको छ कुनामा खोजिरहेका छन् होइन उँभोको बस्ती म जङ्गलबाट म गाउँमा गयो कि यता पो गयो कि उँधो पो झऱ्यो कि यता पो झऱ्यो कि टेन्सनै भयो नि त होइन टेन्सन भएर खोजियो तर जङ्गलमै पो लुकाएका छन् कि भन्ने पनि त त्यसरी चाहिँ मान्छेले समाएर लगेपछि गुन्डाहरूले त्यही दिन माघको 24 गते लगे 24 गते कटाए लगभग कति बजेको थियो यहाँ या त गुन्डाहरूले निर्भीक तामाङलाई ल्याइ पुऱ्याउनु 2:30 बजे थियो होला 2:30 बजे सक्यो दिउँसोको पछि 2:30 बजेको चाहिँ समयमै गुन्डाहरूले निर्भीकलाई चोरेर लाँदा त्यति बजिसकेको थियो त्यस्तै कसो भयो बिर्सी पनि सक्यो धेरै अलिकति मासतिर पनि बाइक कहाँनिर चाहिँ लडायो भन्थे नि नारद दाइले पनि माथि देखाएर फर्केर पछाडि फर्केर हेर्ने हुँदाखेरि त्यहाँ पनि लडाउन खोज्यो भन्ने कुरो बिमली दिदीको घर अगाडि पनि लडाउन खोजेको गुन्डाले त्यहाँ लडाउन खोजे त्यो त्यही देखा त नारद भाइले त्यही देख्नु भयो त्यही देखेको भनेपछि त गुन्डाले त्यहाँ माथि बिमली दिदीको घर अगाडि पनि लडाउन लडाउन खोजेपछि त्यही नारद दाइले देख्नुभयो शङ्का उहाँले पनि गर्नु उहाँले पनि शङ्का गरेर उहाँ पनि पहिले आएर यहाँसम्म आएर हेरे हो नि त त्यो दिन हेर्नुभयो कि के गर्नुभयो त्यो दिन होइन पछि खोजी गर्न आउँदाखेरि अनि यहाँ यता खोजी गर्न आउँदा मलाई सोध्नेमा कुरा भयो मैले लु यहाँबाट यसरी समाएर लग है एउटा मान्छे सानो बालक चाहिँ दुईजनाले बाइकमा च्यापेर गुन्डाहरूले चोरहरूले लगे भनेर बुवाले भन्नुभयो त्यो केटाको हात अगाडिको चलाउनेलाई यसरी समाउन लागेको छ त्यति गर्दा पनि त्यो अब हात दुलियो कि त्यो नानी यसो भयो नि त त्यो बाइक सिधा हिँड्दा पो ट्र्याकमा हुन्छ त अनि पछाडि फर्किन्छ खालि यसरी पछाडि फर्किँदै उसलाई ढलपोलियो बाइक त्यसो हुँदा अनि पछाडिको मान्छे झरिकन फेरि सोझिआएर अनि लिएर बाइक यसरी कोल्टे भयो पुरै पछाडिको ओर्लियो पछाडि देखेको नि त मैले राम बाइक चाहिँ कस्तो थियो चाहिँ सानो खाले कि ठुला खाले कस्तो कलरको थियो बुवा बाइक त अब त्यसरी कलर चाहिँ लगभग 3जना मान्छेले छेक्या हुन्छ त्यो बाइक कुदाउनेको हाउभाउ कस्तो थियो कपालहरू पालेको अलिक कपाल लामो छ त्यसको पछाडि निर्भीक तामाङलाई चेप्नेको चाहिँ के थियो त्यसको चाहिँ अलिक छोटो कपाल त्यसले पनि भेस्ट होइन सर्ट लगाएको छ त्यसले चाहिँ कालो भेस्ट जस्तो लाग्यो त्यो अगाडिकाले चाहिँ कालो भेस्ट लाग्यो बुवालाई मैले कार्यक्रमको अन्तिममा अलिकति नजिकै बोलाएँ दर्शक पनि यति बेला चाहिँ हामी इलामको चाहिँ दुधेबाट हराइरहेका चाहिँ निर्भीक तामाङको खोजी अभियानमा छौँ आमालाई मैले अलिकति अगाडि नै ल्याएँ दर्शक पनि यति बेला चाहिँ निर्भीक तामाङलाई यो राते खोलाको खोला बगरै बगर चोरबाट हुँदै चोरेर लगेर चाहिँ निर्भीक तामाङलाई चाहिँ बेपत्ता पारेको हो भन्दै चाहिँ निर्भीक तामाङलाई बाइकमा चेपेर लगेर लगिरहेको प्रत्यक्ष देख्ने बुवा हामीसँग मिडियामा आउनुभएको छ दर्शक पनि हामी सँगै रहनु होला निर्भीक तामाङलाई खोजेर हामीले उहाँको आमालाई जिम्मा दिन पाए साह्रै खुसी हुन्थ्यो होला परिवार निर्भीक तामाङको हजुरबाले धरानबाट बारम्बार बिरु सरलाई मलाई बिरु लिम्बू सर प्लिज खोजिदिनु नाति भनेर अनुरोध गरेपछि हामीले यो एउटा खोजमूलक भिडियो सामग्री चाहिँ तपाईँहरूमाझ ल्याएर आएका छौँ निर्भीक तामाङको हजुरबा यो बगरमा चोरहरूले गुन्डाहरूले चाहिँ बाइकमा चेपेर लगेर चाहिँ निर्भीक तामाङलाई लगिरहेको देख्ने बुवाको भिडियो सामग्री देखेर म त्यहाँसम्म जान्छु बिरु सर त्यो नारद दाइकी को हुनुहुन्छ अरे अनि तिमसिना बुवा हुनुहुन्छ अरे बिमली दिदी कसले बोल्नु भएको छ त्यो बोलेको ठाउँमा म जान्छु लगिदिनुहोस् न त्यो ठाउँ कहाँ हो म पनि त्यहाँ सोध्छु उहाँलाई धेरै पिर भएको छ मनभरि भनेर चाहिँ भन्नुहुन्छ हामी निर्भीकको हजुरबाले धरानबाट फोन गरेर हामी के गर्न सक्छौँ होला निर्भीकलाई खोज्दाखेरि अब यो नेपालमा चाहिँ सम्भव छैन किनभने समय बित्यो 15-16 महिना भइसक्यो 15 महिना भयो नि 15 महिना 16 महिना लाग्छ अब यो कति जेठ 24 गते 16 महिना लाग्छ अनि अब 16 महिनासम्म नेपालमै कहीँ कुनै काप्चामा भए त कहीँ न कहीँ खबर आउनु पर्ने कहीँ न कहीँ यत्रो यो मिडियामा प्रचार प्रसार छ त्यसो हुँदा यो पक्कै यो काँकरभिटा कटाए नि भन्ने मलाई शङ्का लाग्छ के गरे होला गुन्डाहरूले बुवा इन्डियामा लगेर निर्भीक तामाङलाई के सम्म गरे होला तपाईँको अनुमानमा होइन अब त्यो के गरे भन्ने त भन्नै सकिएन भैयाले के गरे नि अब इन्डियामा त गुन्डाहरू ठुला छन् गुन्डाहरू ठुलो छ
मान्छे कति बिक्री गर्ने ठाउँ छन् त्यहाँ, कति ठाउँ बेचेर कहाँ पुर्याए। मसिना देशका उनकै देशका पनि मसिना बच्चाहरू चोर्छन् अरे, चोरेर कसैको हात काटिदिने, कसैको आँखा फुटाइदिने, कसैका चाहिँ खुट्टो काटिदिने, हातका औँला जिब्रो काटिदिने, कान काटिदिने, अनि खोरा खुवाउँदा यसो चाहिँ अपाङ्गता बनाएर चाहिँ माग्न पठाउँछन् अरे। त्यो संस्था छ अरे। त्यो मागेर ल्याएको पैसा अनि बसेर खानु, गुन्डाले खानु। एउटा हात काटिदिए भने त अब ठुलो भएर त माग्नु परेन। अनि आज माग्छ, अनि बेलुका चाहिँ कति 100 कति रुपियाँ बनाउँछन्, उसलाई चाहिँ साउला चाहिँ मलाउनु पर्यो, भात खुवाउँछ। अनि भोलि कहाँ एउटा मन्दिरमा लगेर राखिदियो, त्यहाँ माग्छ, अनि कति पैसा उनीहरूको खाने मेलो भइयो। त्यसो गर्छन् गुन्डाहरूको खाने मेलो इन्डियामा त्यहाँ छ। नेपालमा पनि त्यस्तो खाने मेलो भएका चाहिँ 2-4 जना आएका थिए समूह, अहिले हटिरहेछ। अहिले चाहिँ उताकै सिकेर आएका नि, उनीहरूको उतैको लिङ्कबाट आएका थिए। यति बेला चाहिँ लाखौँ दर्शकले पनि हेरिराख्नु भएको छ बुवा हामीलाई। निर्भीक तामाङको हजुरबा आफ्नो आफन्त सबैले हेरिराख्नु भएको छ। निर्भीक तामाङलाई चाहिँ ठ्याक्कै बाइकमै लगेर लगे, यसै चोरेर लगे वीर सर भन्नुभयो बुवाले, होइन बुवा? कार्यक्रमको अन्त्यमा छौँ। निर्भीक तामाङलाई भेट्नका लागि बुवा केही सन्देश छोड्नु न अन्तिममा, के गरौँ? यो वीर तामाङ निर्भीक तामाङ हामीले प्रत्यक्ष देखे हो, यहाँ मास्तिर अगाडिदेखि यहाँसम्म। यहाँबाट बाइकले यो भित्रबाट लगे, भरसक भेटिए चाहिँ हामीलाई साह्रै सन्तोक हुने। खोज्ने काम जारी नै छ, अहिलेसम्म खोजी नै राखिएको छ। अहिलेसम्म नभेटेकाले गर्दाखेरि उहाँको परिवारजनमा बडा दुःख छाएको छ। हामीलाई पनि दुखित लागेको छ, किनभने हामीले देख्यौँ, प्रत्यक्ष देखेँ, मैले देखेको हुँ। अनि त्यस्तो मान्छे त्यसरी हराएको अहिलेसम्म नभेट्नुको दुःख हामीलाई पनि पीडा लागिरहेको छ। भरसक भेटिएर जिम्मा लाउन पाए हामीलाई पनि बडा खुसी हुन्थ्यो। आमा केही छ अन्तिममा निर्भीक तामाङलाई भेटाउन पाए केही छ तपाईँको पनि सन्देश? सन्देश त हुन्छ नि, अब निर्भीक तामाङ बिचरा अब त्यस्तो व्यक्ति हराएर बाबुआमालाई कति पीडा भइरहेको छ, हजुरआमालाई, त्यो परिवारलाई कति पीडा भइरहेको छ। तर विभिन्न यो अनेक सञ्जाल छ, बा काहीँ केहीको भोग दिन्छन् अरे भन्छन्, बा त्यसरी लगेर भोग दिएर सकिसके कि अहिलेसम्म नभेटिँदाखेरि। अनि अब यसै हो भनेर भन्न चाहिँ सकिएन। भरसक चाहिँ यो भेटिएर परिवारमा जिम्मा हुन पाएदेखि गौरव, त्यहाँभन्दा ठुलो गौरव हामी कसैलाई हुने छैन। सबैजनाको छाती ठुलो हुन्छ, छाती ठुलो, किनभने यो एउटा हाम्रा घर छिमेकबाट, हाम्रो घर अगाडिबाट लिएर एउटा बालकलाई लिएर गएको पनि आँखाले पनि देखियो। तर त्यो बेलामा यसरी यो बच्चा हराएर चाहिँ यसरी लग्यो भन्ने जाने भए त त्यतिखेरै यहाँ खोजी गर्न आउँदा 3-4 दिन बितिसकेको। अब त्यतिखेरको खोजी खानतलास अब उँभोबाट हामीले पनि त जान्छ, खोजी भयो, यता आएको कुरा पत्तो भएन। पछि हामीले थाहा पाउँदा 3-4 दिन बितेको। त्यति बेला यहाँ अब 1.5 घन्टा डाँडो काट्ने ठाउँ, इन्डिया टप्ने ठाउँ।